एकदम थोरै समयमा हाम्रो गङ्गामान बुवा र त्यस्तै गरी हाम्रो तीर्थ आमाले चाहिँ थोरै समयमा एउटा मेसिन हाम्रो H100 त्यसपछि एउटा तपाईँको चाहिँ म्याट पनि थोरै समयमा आफूलाई राम्रो भएको देखेर उहाँको छोरीलाई पनि एउटा किनिदिनु भएको छ। दुईटा म्याट र एउटा मेसिन लिनुभएको छ। अनि उहाँले चाहिँ आफू मात्र नभई अरूलाई पनि थेरापी गराउँछु भनेर चाहिँ तपाईँ यसरी एकदम राम्रो तरिकाले कि एउटा व्यवस्थित तरिकाले चाहिँ तपाईँको चाहिँ यहाँ तपाईँको त्यहाँ ड्रेस पनि राख्नुभएको छ। उहाँले छिकपिछाउको ड्रेस नै टाइडियो मखला भयो होला हामीले त्यो एउटा चाहिँ जुनै पनि ठाउँमा एउटा हाम्रो ड्रेस चाहिन्छ उहाँ आर्मी पनि हुनुहुँदो रहेछ है। यसरी चाहिँ हामीले चाहिँ यसबाट आउने किरणहरू चाहिँ सेतो सुतीको कपडामा चाहिँ प्रशस्त मात्रामा छिर्ने भएको कारणले गर्दा आमाले विश्वास गर्नुभएको थियो। धेरै कपडाहरू चाहिँ राख्नु भएको रहेछ। हामीलाई खुसी लागेको छ। आज चाहिँ हाम्रो मेसिन चाहिँ फिट गरेर एक हप्तातिर उहाँले प्रयोग पनि गर्नुभएको छ है। हाम्रो तपाईँको गङ्गामान बुवा र त्यसै गरी हाम्रो तीर्थ आमा हुनुहुन्छ। उहाँ कपाल हुनुहुन्छ, जोडी हुनुहुन्छ है। छोटो समयमा उहाँ र आएको कति हुनुभएको थियो त हजुरले थेरापी गर्नुभएको? आमा बोल्नुहुन्छ ल बुवा बोल्नुहुन्छ एकदम यसो फागुनमा 3 गतेदेखि हामी चाहिँ थेरापी आएको हो। त्यसपछि चाहिँ रेगुलर गरेर हामीलाई चाहिँ फाइदा भयो है। धेरै फाइदा भयो। कान कराउने थियो त्यो पनि अहिले राम्रोसँग खुल्यो। ढाड दुखेको यसो खुट्टा दुखेको यस्तो सबै निको हुँदै गइरहेछ है। आमा पनि अलि ढाड कुप्रो परेको थियो। आमा पनि अहिले आमा के कसो छ? धेरै अहिले धेरै आधी बाँकी छ है। थोरै समय एकदम मैले भने नि तपाईँको चाहिँ हाम्रो जम्मै तपाईँको उहाँले अहिले घरमा मेसिन भित्राउनु भएको नै 45 दिन जति भएको हुनुपर्ने है। अब त्यति एकदम सिग्नल बाँकी छ है। बढी भयो है। त्यस्तै हो है। तपाईँको छोटो समयमा चाहिँ धेरै ब्लडी साथ उहाँले चाहिँ विश्वास गरेर चाहिँ एउटा चाहिँ तपाईँको चाहिँ हामीले म्याटमा एकचोटि म्याटमा 15-20 मिनट आधी घन्टा म्याटमा बसेर त्यसपछि मेसिनमा बसेर थेरापी गर्दै भयो भने कहीँ हुन राम्रो हुन्छ। एउटा एक्सर्साइज हो। यसले एकदम राम्रो गर्छ है। उहाँले चाहिँ एकदम व्यवस्थित तरिकाले एउटा म्याट एउटा मेसिन चाहिँ यसरी तपाईँको मजाले राख्नुभएको छ। उहाँले चाहिँ एकदम राम्रो तरिकाले के एउटा व्यवस्थित तरिकाले यसरी भनेको हाम्रो स्वास्थ्यभन्दा ठुलो कुरो केही होइन। हाम्रो बुवा आमाहरूले केही H1को बारेमा हाम्रो कृतिपुर H1लाई केही भन्न चाहनुहुन्छ? अब यो चाहिँ रेगुलर सबैले चाहिँ जानेर बुझेर लियो भने स्वास्थ्यको लागि एकदम फाइदा हुन्छ। अब आफूले ल्यायो भने त झन् आफूले गर्नु पाइयो होइन। नभए पनि हाम्रो संस्था हाम्रो चाहिँ थेरापीमा H1मा चाहिँ गरियो भने त्यहाँबाट हामीलाई चाहिँ धेरै फाइदा हुन्छ। अनि एकचोटि गरिसकेपछि एकदम आराम हुन्छ। गरिसकेपछि अनि एकदम आराम जिउ नै हलुका हुन्छ। त्यसैले चाहिँ सबैले यसमा चाहिँ ध्यान दिन स्वास्थ्यको लागि धेरै नै फाइदा हुन्छ। अनि हाम्रो आमा के भन्न चाहनुहुन्छ? धन्यवाद है। ल है उहाँहरूलाई एकदम हाम्रो ल हाम्रो तर्फबाट नेपाल H1 लगायतका हाम्रो सम्पूर्ण कृतिपुर H1को टिमको तर्फबाट त्यसै गरी हाम्रो चाहिँ सम्पूर्ण आमा सेवा गरे आमा बुवाहरूको तर्फबाट त्यसै गरी हाम्रो सम्पूर्ण मिसहरूको तर्फबाट हजुरहरूलाई धेरै धन्यवाद। प्रगति उन्नति होस्। हजुरहरूको यो सानो सहयोगले हाम्रो कृतिपुर चलेको छ है। हजुरलाई पनि धेरै मुरी धन्यवाद है। हजुर हाम्रो सम्पूर्ण तर्फबाट हाम्रो सम्पूर्ण टिमहरू तर्फ धेरै धन्यवाद है। आमा खुसी हुनुहुन्छ नि? के खुसी छैन? अलिकति हाँस्दिनु है। खुसी हुन्छ ल एकदम धेरै धन्यवाद है। ल एकदम धेरै धन्यवाद। ठुलो त अब हाम्रो चाहिँ होइन अब हाम्रो ज्यानकै सुरक्षा हो। अब त्यहाँ चाहिँ अब आउने आमा बाले पनि चाहिँ यस्तो बुझेर पैसा हुनेले किने फाइदा धेरै नै। अब एउटा मेसिन किन्यो भने परिवारै बाहिर जानु पर्यो गर्ने पायो होइन। अब सक्नेले किन्ने नसक्ने चाहिँ त्यही अब सधैँभरि आएर आफ्नो चाहिँ अब जिउलाई चाहिँ राम्रो गर्ने। ल एकदम धन्यवाद है। हस् धन्यवाद।